गणपति बप्पा मोरया। भन्नुहोस् प्रिय भक्तजनहरू, आज बुधबारको सबैभन्दा पवित्र दिन हो। यो दिन बुद्धिका दाता र बाधाहरू हटाउने भगवान गणेशलाई समर्पित छ। भनिन्छ कि जसले बुधबार भगवान गणेशको यो पवित्र कथा शान्त मन र साँचो शक्तिका साथ सुन्छन्, उनीहरूको जीवनका सबै समस्या, गरिबी र मानसिक अशान्ति बिस्तारै हराउन थाल्छन्। यो कथा केवल शब्दहरू होइनन्, यो अटल विश्वासको शक्ति हो जसले अन्धकारमा पनि ढोकाहरू खोलेका हुन्छन्। यदि तपाईको काम गलत भइरहेको छ, तपाईको घरमा कलह छ वा तपाईँ मानसिक शान्ति खोज्दै हुनुहुन्छ भने आजको दिव्य कथाले तपाईको हृदयको बन्द ढोका खोल्नेछ। तर कथा सुरु गर्नुभन्दा अघि यो धेरै गम्भीर कुरा बुझ्नु महत्त्वपूर्ण छ। साथीहरू, हाम्रा शास्त्रहरूले बताउँछन् कि कुनै पनि आध्यात्मिक कथा यदि बीचमा छोडियो भने मनमा भ्रम र अपूर्ण सत्य छोड्छ। भगवान गणेश बुद्धिका देवता हुन् र अपूर्ण कथाले बुद्धिलाई भ्रमित गर्न सक्छन्। त्यसकारण तपाईहरू यो पवित्र कथा अन्त्यसम्म धैर्य र भक्तिका साथ सुन्न विनम्र अनुरोध गरिएको छ। यदि तपाईँ आफूलाई सच्चा सनातनी ठान्नुहुन्छ भने यो कथा सकेसम्म धेरै मानिसहरूसँग सेयर गर्नुहोस्, भिडियोलाई लाइक गर्नुहोस् र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस् ताकि गणेशको आशीर्वाद सधैँ तपाईमाथि रहोस्। अब हाम्रो अशान्त मनलाई शान्त पारौँ। साथीहरू, भगवान गणेशको ध्यान गर्नुहोस् र यो मार्मिक कथाको सागरमा डुब्नुहोस्। प्राचीन नेपालको काखमा अवस्थित सुन्दरपुर यसको नाम जस्तै सुन्दर थियो। यस्तो लाग्थ्यो कि प्राकृतिकले यो ठाउँलाई आफ्नै हातले सजाएको छ। बिहानको सूर्यको पहिलो किरणले गाउँको माटोलाई छोएपछि आँखाले देख्न सक्ने हरियाली खेतहरू सुन जस्तै चम्किरहेका थिए। गाउँको वरिपरि अग्ला अग्ला रुखहरू उभिएका थिए। यो शान्त बस्तीलाई पहरेदारहरू जस्तै रक्षा गरिरहेका थिए। यी रुखहरूबाट बगेर पहाडहरूबाट तल झर्दै गर्दा तिनीहरूको प्रतिबिम्बले वातावरणलाई मधुर सङ्गीतले भरिदिएको थियो। सुन्दरपुरका सडकहरू धेरै चौडा र सफा थिए। गाउँको बीचबाट एउटा सफा नदी बग्थ्यो। त्यसको पानी यति पारदर्शी थियो कि पहाडको फेदमा रहेका ढुङ्गाहरू पनि स्पष्ट देखिन्थे। यो पवित्र भूमिमा दुई दाजुभाइका परिवारहरू बस्थे, कुलदीप र अमित। कुलदीप जेठा दाजु थिए, कान्छो अमित। दुई दाजुभाइ बीच यति बलियो प्रेम थियो कि सम्पूर्ण सुन्दरपुर समुदायले उनीहरूको उदाहरण दिने गर्थे। उनीहरू दिनभरि खेतबारीमा सँगै काम गर्थे र साँझमा सँगै बसेर जे भेट्थ्यो त्यही खान्थे। उनीहरूको जीवन सरलता, सन्तुष्टि र एक अर्कामाथिको गहिरो विश्वासले भरिएको थियो। समय आफ्नै गतिमा अघि बढ्थ्यो र त्यसपछि त्यो दिन आयो जब दुवै दाजुभाइको जीवनमा नयाँ चरण प्रवेश गर्यो। उनीहरूले विवाह गरे। कुलदीपले सपनासँग विवाह गरे र अमितले हिमांशीसँग विवाह गरे। दुई बुहारीहरूको आगमनले परिवारमा खुसी ल्यायो। सुरुमा सबै कुरा सुन्दर थियो। सपना र हिमांशीले गृहिणीको रूपमा सँगै काम गर्थे र दुई दाजुभाइले खेतबारी सम्हाल्थे। तर उनीहरू भन्छन् समयको प्रवाह अनौठो छ। बिस्तारै दुवै दाजुभाइको विचार र परिस्थिति परिवर्तन हुन थाल्यो। जेठा भाइ कुलदीप स्वभावैले मेहनती मात्र थिएनन्, धन जम्मा गर्नमा पनि निपुण थिए। बिस्तारै उनले आफ्नो कडा परिश्रमबाट धेरै सम्पत्ति कमाए। कान्छो दाइ अमितले लगनशीलता पूर्वक काम गरे पनि उनको हृदय सधैँ भगवान प्रतिको भक्तिमा केन्द्रित रह्यो। उनले कमाएको सबै कुरा दान र सेवामा समर्पित गर्थे। उनी विश्वास गर्थे कि उनीसँग भएको सबै कुरा भगवान गणेशको उपहार हो। कुलदीपकी श्रीमती सपना चञ्चल थिइन्, तर उनको बुद्धि धूर्तताले भरिएको थियो। उनी धन र सामाजिक प्रतिष्ठानमा मोहित थिइन्। अर्कोतर्फ अमितकी श्रीमती हिमांशी लोभी, सरल र भगवान गणेशकी समर्पित भक्त थिइन्। हिमांशीले आफ्नो दिन गणेशको प्रार्थनाबाट सुरु गर्थिन् र आफ्ना रातहरू देवताको ध्यानमा बिताउँथिन्। केही वर्षपछि पारिवारिक परिस्थितिका कारण दुई दाजुभाइ अलग भए। कुलदीपले आफ्नो ठुलो घर र उर्वर जमिनको ठुलो भाग राखे, जबकि अमितले सानो माटोको घर र केही बाजो जमिन पाए। बिछोडपछि पनि अमितको आफ्नो जेठो दाइप्रति सम्मान कहिल्यै घटेन, तर सपनाको मनमा ईर्ष्या उम्रिएको थियो। उनलाई डर थियो कि अमित र हिमांशीले फेरि एकपटक
आफ्नो सम्पत्ति दाबी गर्न सक्छन्। समय बित्दै गयो। दुवै दाजुभाइको आँगनमा केटाकेटीहरूको हाँसो गुन्जियो। कुलदीप अब गाउँका प्रभावशाली व्यक्तिहरूमध्ये एक मानिन्थ्यो। उसँग धन, समृद्धि र विलासित थियो, तर अमितसँग केवल उनको भक्ति थियो। गरिबीले अमितको घरलाई आफ्नो कब्जामा लिएको थियो। कहिलेकाहीँ परिस्थिति यति भयानक हुन्थ्यो कि परिवारलाई दिनको 2 छाक खान सङ्घर्ष गर्नु पर्थ्यो। अमित चर्को घाममा खेतबारीमा काम गर्थे, तर माटोले उनलाई चाहिने फल दिँदैन थियो। यसैबीच हिमांशीले आफ्नो श्रीमानको गरिबी र आफ्ना छोराछोरीको भोग देखेर कहिल्यै विचलित भइनन्। उनी आफ्नो कच्ची आँगनको कुनामा स्थित भगवान गणेशको सानो मूर्तिको अगाडि बस्थिन्। उनी प्राय गणेशलाई भन्थिन्, बाधाहरू हटाउने तपाईले मलाई जुनसुकै अवस्थामा राख्नु भएको छ, म त्यसमा खुसी छु। कृपया तपाईँ प्रतिको मेरो भक्ति कहिल्यै कम नहोस् भनेर दया गर्नुहोस्। हिमांशी प्रतिको यो अटल विश्वास उनको सबैभन्दा ठुलो शक्ति थियो। तर यो सरलता र भक्तिले कुलदीपकी श्रीमती सपनालाई रिस उठ्थ्यो। जब सपनाले हिमांशीलाई आफ्नो महलको घरको बाल्कनीबाट मुस्कुराउँदै भजन गाउँदै गरेको देख्थ्यो, च्यातिएका लुगामा पनि उनको मन जल्थ्यो। उनी प्राय आफ्ना साथीहरूलाई भन्थिन्, हेर त घरमा खाना छैन, राम्रो लुगा लाउन छैन। तैपनि उनी दिनभरि त्यो ढुङ्गाको मूर्तिको अगाडि बस्छिन्। उनी न त आफै केही गर्छिन्, न त आफ्नो पतिलाई शान्तिपूर्वक बाँच्न दिन्छिन्। के भक्तिले भोक मेटाउँछ त? तर अमित पनि उत्तिकै लोभी थिए। उनी आफ्नी श्रीमतीको जालमा यति फसेका थिए कि उनी आफ्नो गरिबी देख्न सक्दैनथे। सपनाका कठोर शब्दहरू प्राय हिमांशीको कानमा पुग्थे, तर हिमांशी मुस्कुराइरहन्थे। उनलाई विश्वास थियो कि उनका बाप्पाले सबै कुरा हेरिरहेका छन्। उनलाई थाहा थियो कि दुःख र सुख जीवनका 2 किनारहरू हुन् र यी किनारहरूको बीचमा भक्तिको ढुङ्गामा बस्नेलाई कुनै पनि चालले डुबाउन सक्दैन। एक दिन सुन्दरपुरमा मुसलधारे पानी परिरहेको थियो। अमितको माटोको घरको छाना चुइरहेका थिए। बच्चाहरू भोकै थिए। अमित टाउको निहुराएर बसिरहेका थिए। आँखामा असहायताको आँसु थियो। उनले हिमांशीलाई भने, हिमांशी, सायद मेरो कर्ममा कमी छ। म तिमी र बच्चाहरूलाई चाहेको खुसी दिन असमर्थ छु। हिमांशीले अमितको हात समातेर कोमल स्वरमा भनिन्, स्वामी, तिमी किन यस्तो सोच्दछौ? खुसी केवल धनमा मात्र निहित हुँदैन। हामीलाई भगवान गणेशको समर्थन छ। यो भन्दा ठुलो धन के हुन सक्छ? कृपया धैर्य गर्नुहोस्। बाप्पाले हाम्रो जीवनबाट अवश्य पनि बाधाहरू हटाउनेछन्। त्यो रात जब सम्पूर्ण गाउँ मस्त निन्द्रामा थियो, हिमांशी त्यही पुरानो नीमको रुख मुनि आँगनमा बसिन्, जहाँ उनी दैनिक पूजा गर्थिन्। उनी भगवान गणेशको ध्यान गरिरहेकी थिइन्। उनको आँखाबाट झर्ने आँसुले भगवानको चरण धोएको थियो। उनको पुकार यति शान्त र हृदयशील थियो कि स्वर्गको सिंहासन नै हल्लियो। आफ्ना भक्तहरूको भक्तिको भोकाएका भगवान गणेश हिमांशीको निस्वार्थ भक्तिबाट अत्यन्तै प्रसन्न भए। उनले यो निर्दोष भक्तको परीक्षा लिने समय आएको निर्णय गर्यो। त्यही रात जब हिमांशी प्रार्थना गर्दा गर्दै निधाए, दिव्य शक्तिहरूले पुरानो नीमको रुखको खुट्टा छोए। भोलिपल्ट बिहान जब सूर्यको पहिलो किरण सुन्दरपुरको भूमिमा पर्यो, अमितको आँगनमा एउटा चमत्कार भयो जसले जो कोहीलाई पनि चकित पार्नेछ। पुरानो नीमको रुख रातभर हरियो भयो र यसको हाँगाहरूमा अद्भुत फलहरू झुन्डिए। बिहानी उदाएपछि र सूर्यको किरणले सुन्दरपुरको आकाशलाई छुने बित्तिकै सपनाको आँखा सधैँझै चाँडै खुलियो। उठ्ने बित्तिकै पहिले आफ्नै धन सम्पत्ति लिने, त्यसपछि आफ्नो कान्छो भाइ अमितको घरलाई घृणापूर्वक हेर्ने उनको स्वभाव थियो। आज पनि उनी आफ्नो झ्यालमा उभिएर तल हेरिरहेकी थिइन्, तर त्यसपछि उनको आँखा अमितको पुरानो निमको रुखमा पर्यो। यो दृश्यले सपनाको खुट्टा मुनिको जमिन नै खस्न थाल्यो। उनको आँखा अचम्मले फराकिलो भयो। पुरानो सुकेको निमको रुख अब दिव्य तेजले चम्किरहेको थियो। यसका हाँगाहरू फूल र पातहरूले भरिएका थिए। मानव प्रकृतिले नै यसलाई आफ्नो पूर्ण महिमा प्रदान गरेको थियो। तर सबैभन्दा अचम्म लाग्दो कुरा अर्कै थियो। रुखको सबैभन्दा अग्लो हाँगाबाट
चारवटा फलहरू झुन्डिरहेका थिए जुन साधारण थिएनन्। उनीहरू शुद्ध सुन जस्तै चम्किरहेका थिए। तिनीहरूको तेज यति तीव्र थियो कि सपनाको आँखा बन्द गर्नु पर्यो। सपनाको हृदयमा लोभको आगो उज्ज्वलित भयो। उनले सोचिन् कि यो कसरी सम्भव छ। के यी सुनौला फलहरू यो गरिब र असहाय हिमांशीको आँगनमा छन्? के यो भ्रम हो वा कुनै जादु? होइन, यो देवी लक्ष्मीको उपस्थिति थियो जो गल्तीले यो झोपडीमा प्रवेश गरेकी छिन्। एक क्षण पनि खेर नफाली सपना चुपचाप आफ्नो घरबाट निस्किन्। उनले वरिपरि हेरिन् कि कोही जागेको छ कि छैन भनेर। सम्पूर्ण गाउँ अझै पनि सुतिरहेको थियो। उनी चुपचाप अमितको आँगनमा पसिन्। उनको मुटु धड्किरहेको थियो, तर लोभले उनको डरलाई जित्यो। उनले एउटा लामो लौरो उठाइन् र ध्यानपूर्वक रुखबाट चारवटै सुनका फलहरू टिपिन्। हातमा हुने बित्तिकै तिनीहरूको वजन र शीलताले उनलाई पागल बनायो। उनले तुरन्तै आफ्नो लुगा कोठामा लुकाइन् र आफ्नो घरतिर दौडिन्। यसै बीच हिमांशी अझै पनि आफ्नो अधुरो भान्सामा सुतिरहेकी थिइन्। उनलाई थाहा नै थिएन कि उनको बाप्पाले गरिबी हटाउनको लागि बाटो खोलिदिएका छन्। तर उनकी भाउजूले पहिले नै उनको भाग्य लुटिसकेकी थिइन्। दयालु र बाधाहरू हटाउने भगवान गणेश कैलाश पर्वतको टुप्पोमा बसेर यो सबै दृश्य हेरिरहेका थिए। उनको अनुहारमा एक गम्भीर भाव देखा पर्यो। उनले आफ्नो भक्तको ढुकुडी भर्न यो चमत्कार गरेका थिए, तर मानवीय ईर्षा र लोभले त्यो उपहार बीचमै खोसेको थियो। गणेशलाई थाहा थियो कि हिमांशीको भक्ति यति पवित्र छ कि उनी आफ्नी भाउजूलाई कहिल्यै शङ्का गर्दिनन् र उनी चुपचाप बस्छिन्। उनको गरिबीले आफ्नो भाग्यको रूपमा अस्वीकार गर्छिन्। भगवान गणेशले मनमा नै सोच्नुभयो, मैले मेरो यो निर्दोष भक्तलाई जगाउनु पर्छ। उनको अधिकारलाई उनको ढोकासम्म पुर्याउनु मेरो जिम्मेदारी हो। त्यसपछि गणेशले आफ्नो गाडी सानो मुसा राजालाई हेरे। उनले संकेत गरे र मुसा राजा बिजुलीको गतिमा सुन्दरपुरतिर लागे। बिहानको ठिक 4 बजेको थियो, जुन समयलाई शास्त्रहरूमा ब्रह्म मुहूर्त भनिन्छ। मुसा राजा चुपचाप अमित र हिमांशीको भान्सामा पस्यो। त्यहाँ केही पुराना पितल र माटोका भाँडाकुँडाहरू थिए। मुसा राजाले आफ्नो हरकत सुरु गर्यो। ऊ भाँडाकुँडाहरू बिच हाम फाल्न थाल्यो। आवाजले मौनतालाई छेड्यो। हिमांशी निद्राबाट बेउजिन्। उनी झस्किँदै उठिन्। उनले सोचे कि सायद भान्सामा बिरालो पसेको छ। उनले हातमा बत्ती लिएर आँगनतिर लागे। उनी निस्किने बित्तिकै मुसा राजाहरू गायब भए। तर बत्तीको मधुर प्रकाशमा हिमांशीले अचानक नीमको रुख देखिन्। उनी छक्क परिन्। रुख मुनि 2 सुनौला फलहरू थिए। सायद सपनाको हातले छोडेर गएका थिए वा गणेशले पुनर्स्थापना गरेका थिए। काँप्दै गरेका हातहरूले हिमांशीले तिनीहरूलाई उठाइन्। उनले आफ्नो आँखालाई विश्वास गर्न सकिनन्। उनी रुखको नजिक गइन् र देखिन् कि केही फलहरू अझै माथि चम्किरहेका थिए। उनी भुइँमा बसिन् र आँसु बगाइन्। यी दुःखका आँसु थिइन्। ती गणेशमा राखेको विश्वासको विजयका आँसु थिए। उनले फलहरू आफ्नो निधारमा टाँसिन् र रोइन्। हे मेरो पहिलो पूजनीय, हे विनायक, तपाईँ साँच्चै दुःख हटाउने व्यक्ति हुनुहुन्छ। तपाईँले आफ्नो दासीको पुकार सुन्नुभयो। मलाई पैसा चाहिँदैन थियो बाप्पा। मलाई तपाईँबाट एउटा संकेत चाहियो कि तपाईँ मसँग हुनुहुन्छ। आवाज सुनेर अमित पनि बाहिर निस्किए। जब उनले आफ्नी श्रीमतीको हातमा सुनौला फलहरू र आँगनमा दिव्य रुख देखे, उनी छक्क परे। पति र पत्नी दुवै रुखको अगाडि डगमग्ग परे। अमितको आँखामा पनि खुसीका आँसु थिए। उनले हिमांशीलाई भन्यो, हिमांशी, तिम्रो तपस्या फलदायी भएको छ। भगवान गणेशले हामीलाई गरिबीको अन्धकारबाट बाहिर निकाल्नु भएको छ। अब यो दैनिक दिनचर्या बन्यो। हरेक बिहान 4 बजे मुसा राजा आउँथे, भाँडाकुँडाको आवाज निकाल्थे र हिमांशीलाई उठाउँथे। हिमांशी उठेर रुखबाट 2-4 सुनौला फल र बाँकी रसिला साधारण फलहरू बटुर्थे। बिस्तारै उनीहरूको घरको तस्बिर परिवर्तन हुन थाल्यो। अमित सहर गएर ती फलहरू बेचे, जसले गर्दा उनले धेरै पैसा कमाए। उनीहरूको माटोको घरलाई स्थानीयमा परिवर्तन गरियो। बच्चाहरूलाई राम्रो लुगा र खाना दियो। अमित अझै पनि
पहिले जस्तै सरल थिए र हिमांशीको उनीप्रतिको भक्ति अझ बलियो हुँदै गयो। समय बित्दै गए। केही समयपछि अमितका जेठा भाइ अचानक बिरामी परे। त्यसको इलाजमा अमितका जेठा दाइका जति पनि सम्पत्ति थिए सबै खर्च भयो। केही समयपछि अमितका जेठा दाइ निको त भए, तर उसँग अब धन सम्पत्ति केही पनि रहेन। त्यसपछि अमितका जेठा दाइ र उसको भाउजूले अमितको घरमा आश्रय माग्न आए। त्यसपछि अमित र उसको श्रीमती हिमांशीले सबै कुरा बिर्सेर आफ्नो जेठा दाइ र भाउजूलाई घरमा आश्रय दिनुभयो। सपनाले हिमांशीसँग गरेको अपराधको माफी मागे। दर्शकबिन, यो कथाले हामीलाई सिकाउँछ कि समय जतिसुकै खराब भए पनि भगवान माथि आस्था र भरोसा कहिल्यै पनि टुटाउनु हुँदैन। भगवान माथि आस्था र भरोसा सदैव राख्नुपर्छ। भगवान हामीलाई हेरिरहेको हुन्छ। आज हाम्रो समय खराब छ भने भोलि पक्कै पनि राम्रो हुनेछ। भगवानको कृपा हाम्रो माथि सदैव रहन्छ। त्यसैले दर्शकबिन, भगवानको सदैव गाथा गाउनुहोस्, सदैव पूजा गर्नुहोस् र भगवानको सदैव नाम लिनुहोस्। त साथीहरू, आजको भिडियो तपाईहरूलाई कस्तो लाग्यो? मलाई आशा छ कि पक्कै पनि आजको यस कथाबाट तपाईहरूले केही न केही अवश्य पनि सिक्नु भएको होला। त साथीहरू, दर्शकहरू, तपाईलाई यो भिडियो कस्तो लाग्यो? आफ्नो राय कमेन्ट गरेर मलाई अवश्य भन्नुहोला। र भिडियोको अन्तमा म तपाईहरूलाई एउटै विनती गर्न चाहन्छु कि अहिलेसम्म भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने हाम्रो भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गरेर मसँग जोडेर बस्नुहोला यस्तै कथाहरू सुन्नको लागि। हस्त दर्शकबिन, आजको यस भिडियोमा यति नै। मिल्छु अर्को दिन एउटा नयाँ भिडियोको साथमा, एउटा नयाँ कथाको साथमा। धन्यवाद।